यो चुनावमा नाम दर्ता गर्ने कहिले हो? 6 गतेको 10 बजेदेखि होइन त? नाम दर्ता गर्ने समयको 40 घन्टा अगाडिसम्म पनि म राजनीतिमा उठ्छु भनेकै होइन, सांसदमा उठ्छु भनेकै होइन। तर परिस्थितिले उठायो। के पर्यो परिस्थिति भन्दाखेरि म मन्त्री भएपछि, ल सुन्नुहोस्, म मन्त्री भएपछि 6 महिनाको लागि मन्त्री भए पनि अब केही न केही काम त गर्नु पर्यो, ठुलो काम त गर्नु सक्दैन, सानो सानो काम गर्नु पर्यो भन्ने त थियो मनमा। मन्त्री भएपछि अब सबैले मलाई नेपालभरिको मान्छेहरूबाट गुनासोहरू आयो अनि उजुरीहरू आयो कि शिक्षा क्षेत्रमा धेरै भ्रष्टाचार, अनियमितता, जथाभावी तन्त्र, बेचिती, यस्तो यस्तो बेचिती छ, यस्तो यस्तो अनियमितता छ, यस्तो यस्तो भ्रष्टाचार छ भनेर जनताको कुरा त सुन्नु पर्यो। अब सुन्दै नसुनेको भए एउटा कुरा, सुनिसकेपछि त त्यसलाई चाहिँ हटाउनुको लागि प्रयास त गर्नु पर्यो। समाधान गर्नुको लागि मैले 3वटा कानुन र 4वटा नियमावली बनाउने विज्ञहरूसँग सरसल्लाह गरेर त्यो काम थालियो। 6वटा टिम बनाएको थिएँ विज्ञहरूको, एकदम इमान्दार राम्रो विज्ञहरूको 6वटा टोली बनाएर उनीहरूसँग काम गरेर 2.5 महिना लगाएर मैले चाहिँ 3वटा ऐनको र 4वटा नियमावलीको खाका तयार गरेर त्यसलाई पास गर्नको लागि शिक्षा मन्त्रालयबाट अर्थ मन्त्रालयमा पठाएँ। अर्थ मन्त्रालयबाट त्यहाँ पास भयो, अनि अर्थ मन्त्रालयबाट कानुन मन्त्रालयमा पठाएँ, त्यहाँ पनि पास भयो। कानुन मन्त्रालयबाट मन्त्री परिषदमा पठाएँ, त्यहाँ पनि पास भयो। अनि मन्त्री परिषदले विधान समितिमा पठायो, त्यहाँ गएर अड्कियो विधान समितिमा। र त्यो चाहिँ मैले जसरी भए पनि, अब मलाई थाहा थियो 5 गतेदेखि चाहिँ आचार संहिता लाग्छ भन्ने कुरा, जसरी भए पनि त्यो चाहिँ म पास गराउँछु भन्न लाग्दा पनि 4 गतेको बेलुका 7 बजेसम्म प्रयास गरेकै हो। प्रयास गर्दाखेरि पनि हुने छाँट देखिएन। त्यो 7 बजेसम्म म उठ्छु भनेर चाहिँ मैले भनेको होइन। यदि त्यो के अरे त्यो ऐनको मस्यौदा, त्यो नियमावलीको मस्यौदा त्यो विधान समितिबाट पास भएर राष्ट्रपतिकोमा गएको भएदेखि, सुन्नुहोस्, राष्ट्रपतिकोमा गएको भएदेखि र राष्ट्रपतिले त्यो चाहिँ स्वीकृति गरेको भए म यहाँ उठ्न आउने मान्छे होइन। अनि किन उठ्ने थिएन भने अब त्यो यदि त्यो ऐन र त्यो नियमावली स्वीकृति भएको भए त्यसलाई चाहिँ त्यो अनुसारको काम कदम गर्नुपर्ने थियो। अझै 3 महिना काम त बाँकी छ नि मेरो। त्यसैले त्यो नभएको हुनाले अब त्यो नभएपछि के गरेँ मैले, के सोचेँ भने अब यो चाहिँ यहाँ गएर अड्कियो। अब यो चाहिँ कहिलेसम्म अड्किन्छ भन्दाखेरि चुनाव भएर अर्को सरकार नभएसम्म त अड्कियो। त्यहाँ अर्को सरकार कस्तो आउँछ, त्यो अर्को सरकारले गरिदिन्छ कि गर्दिन्न, योलाई अगाडि बढाइदिन्छ कि बढाइदिन्न भन्ने त कुनै निश्चित त भएन। त्यसैले आफै नगइकन, आफै संसदमा गएर हो हल्ला नगरिकन यो चाहिँ अगाडि बढ्दैन नबढ्ने देखिएको हुनाले म उठेको हो। म राजनीतिज्ञ हुन उठेको होइन क्या।